वेलकम ब्याक टु माई युट्युब च्यानल न्यू भ्लग। साथीहरू आज चाहिँ म कहाँ जाँदैछु भन्ने कुरा हजुरहरूलाई एकछिनमा देखाउँछु। साथीहरू मैले चाहिँ घरमा भिडियो बनाएन कोठामा, अनि मलाई चाहिँ टाइम पनि थिएन। बिहान म उठेँ, अनि उठ्ने बित्तिकै नुहाएँ, अनि फ्रेस भएर त्यसपछि रेडी हुँदै के गर्दा ढिलो भइहाल्यो। अनि त्यसपछि भिडियो बनाउनु पाएन। अनि गाडी फेरि बिच बाटोसम्म गाडीमा आयो नि त, अनि गाडी नपाउने भएर अनि फेरि गाडी कुर्नलाई आधा घन्टै कुर्नुपर्छ। त्यही भएर गाडी नपाउने भएर मैले चाहिँ अलि भिडियो गर्न पाएन, हतार गरेर। अनि बिच बाटोमा आएर हिँड्दै जाँदैछु, अनि यसपछि बिच बाटोमा आएर भिडियो स्टार्ट गर्ने। साथीहरू एकदम धेरै खुसी लागिरहेछ। नानीको बाबा मम्मी दुवैजनालाई बधाई छ, कङ्ग्रेचुलेसन। छोरी अब हामीहरूलाई त उछिनिसक्नुभयो। अब अझै आउने दिनहरू राम्रो गर्दै जानु, अझै राम्रो होस्, सधैँ राम्रो भएको देख्न पाइयोस्। अब त्यही नै हो साथीहरू। म चाहिँ उकालो बाटो हिँड्दैछु, अनि अब भाउजूहरूको रुममा पुग्नु लागेँ। आज चाहिँ साथीहरू म मात्र जानु लागेन, मेरो ठुल्मम्मी ठुल्मम्मी हुनुहुन्छ, अनि मेरो दिदी पनि हुनुहुन्छ। दिदी चाहिँ भक्तपुरबाट आउँदै हुनुहुन्छ। अब ऊ बहिनी घर गयो भने घरमा त गरिहाल्नुहुन्छ अभियसली पनि, त्यो छुट्टै छ। अनि त्यसपछि मलाई पनि जान मन लाग्यो, अनि मम्मीहरूले पनि जान जा, अनि भेट बहिनी हो, बहिनीलाई भेटेर आइज यस्तो बेला। अब सुत्केरी बेला सबैलाई सानो मन हुन्छ भन्छन् क्या, अनि आफूलाई त थाहा छैन। अब सुत्केरी भएको मान्छेहरूले सबैले सुनाउँछ नि त। अनि यो टाइममा चाहिँ आफ्नो आफन्त इष्टमित्रहरू आउँदाखेरि कति खुसी मिल्छ अरे। एउटा छोरी मान्छेलाई आफ्नो आफन्तहरू भेट्न आउँदाखेरि खुसी मिल्छ भन्ने सुनेको थिएँ। अनि त्यसपछि जान्छु भने कस्तो जानु मन लागेर थियो, जानै नपाएर साथीहरू के गर्नु, यस्तै छ। अब स्टुडेन्ट भएपछि भन्ने बित्तिकै पैसा हुँदैन। त्यसपछि पैसा भएको बेला केही टाइम मिल्दैन। अनि सबै टाइम मिलाउँदा बल्ल आज टाइम मिल्यो। अब के हुन्छ हेर्नु होला। ठुलो छन् क्या आल्पी। हेलो, आज कुन सब्जेक्टको इक्जाम हो? अब हामी यिनीहरूलाई पुर्याएर त्यसपछि कपडा किनेर आउँछौँ, अनि एकछिन 1 घन्टापछि जान्छौँ। ठुलमम्मी उता पछि म गरिहाल्छु है, कस्तरी हेर्छु। हामी चाहिँ फर्किसक्यौँ। मैले चाहिँ भिडियो बनाएन, त्यहाँको भिडियो बनाउने माहौल नै थिएन साथीहरू। अनि अझै आएको पनि भिडियो बनाएन, जाँदा पनि भिडियो बनाएन, किन अब बच्चा गरेको घर झ्याउ हुन्छ। त्यही भएर भिडियो बनाएन साथीहरू। आज चाहिँ हामी चाहिँ अहिले फर्किसक्यौँ। आउँदा 2जना थियौँ भनेपछि जाँदाखेरि यत्तिका छौँ। 2जना भक्तपुरबाट, 2जना हेलो भन्नुहोस्। कहाँ गएन आई? कसलाई भेटेर आयो? आन्टीको छोरीलाई होइन। चाहिँ हल्का बाटो बनाउँदै रहेछ नि, सुशीला कार्कीको घर जाने बाटो अरे। पर्दा आफ्नो घर जाने बाटो बनाउँदै हुनुहुँदो रहेछ। खुसी लाग्यो, बाटो बनाउनु पर्छ। यस्तै आफ्नो घरको लागि मात्रै भएन, सबै ठाउँको लागि बाटो बनाउनु पर्यो भन्ने थियो। ठिकै छ। अब हामी चाहिँ फर्किँदैछौँ। अहिले चाहिँ ठ्याक्क 3:30 भइसक्यो। कति बेला हुन्छ आइसक्यौँ, यहाँ कीर्तिपुर पुगिसक्यौँ साथीहरू। आज चाहिँ मैले भिडियो यहीँ इन गर्छु, अनि त्यसपछि हेर्नु होला है साथीहरू। लास्टसम्म हेरिदिनु होला, सपोर्ट गरिदिनु होला है त। बाई बाई।